यो पार्टी फुट्छ फुट्दैन तपाईँ निर्वाचन आयोगमा उभिनु भएको छ भर्खर पार्टी दर्ता हुँदैछ अनि तपाईँका क्वेसन कस्तो आउँदैछन् अनि विगतमा त्यस्तो कुरा नगर्नु भन्दा बढी फुट्ने चाहिँ हामी चाहिँ अब सर एउटा किशोरजी हामी चाहिँ के गर्दैछौँ भने उभिनु भएको छ भर्खर सिग्नेचर हानेर बाहिर निस्केका छन् यस्तो गलत क्वेसन नगर्नु मलाई चाहिँ एकदम पोजिटिभ कुरा गर्न मन लाग्छ राम्रो काम गर्न मन लाग्छ राजनीति भन्दैमा राजनीति गरेर उथलपुथल गरेर फुट्ने टुट्ने होइन मिलेर अगाडि बढ्नुपर्छ राम्रो काम गर्नुपर्छ शिक्षा स्वास्थ्यलाई फोकस गरेको छौँ हामीले गाउँ गाउँ घर घरमा दैलो दैलोमा पुग्छौँ राम्रो काम गर्छौँ र अहिलेको यो उसमा यस्ता नराम्रा नकारात्मक कुरा नल्याउनुहोस् र नराम्रा क्वेसन नगर्नुहोस् मिलेर अगाडि बढ्नुपर्छ सचेतना पनि हो तपाईँहरू मिलेर जानुहोस् नफुट्नुहोस् भनेर आज तपाईँ क्वेसनै त्यस्तो गर्नुहुन्छ भोलि कम्तीमा तपाईहरुलाई यहीँबाट सचेतना होस् आज दर्ता गरौ भोलिबाट फुट्छन् नेपाल सुरुवातमा यस्तो कुरा नगर्नुस् एलिजा गौतम यो निर्वाचन आयोगमा आउनु भएको छ र खास गरी जनादेश पार्टी नेपाल दर्ताको लागि उहाँ यहाँ आउनु भएको छ यो शहीद परिवार र जेनजी सहितको संयुक्त पार्टी हो भनेर उहाँहरूले दाबी गरिराख्नु भएको छ र निर्वाचन आयोगमा आज उहाँ आउँदै गर्दाखेरि हामी यो पार्टीमा एउटा मूलत तपाईँ जोडिसके पछाडि नि ऋषि धमलाको भूमिका के हुन्छ भनेर चाहिँ प्रश्न उठिरहेछ कि श्रीमानको नि अब नाम आउँछ नि अघिदेखि सोधेको सोधै हुनुहुन्छ त्यही त के हो त अब ऋषि दाई पनि अब पछिल्लो समय पत्रकारहरू पनि राजनीतिमा होमिरहेका छन् हैन अब गृहमन्त्रीदेखि लिएर अहिले अब सञ्चार मन्त्री पनि हुनुहुन्छ प्राइम टेलिभिजनको चेयरम्यान अध्यक्ष ऋषि धमलाजी जे हुनुहुन्छ उहाँ त्यही हो उहाँको अब म यो पार्टीमा एउटा मुख्य भूमिकामा भएपछि अब आउने त कुरा भइ नै हाल्यो नाम जोडिने तर उहाँको भूमिका हजुर जस्तै सपोर्ट बाहिरबाट माया साथ सल्लाह संरक्षणको रूपमा जस्तो उम्मेदवार बन्ने कुरा के छ हजुर उम्मेदवार बन्ने कुरा उहाँ हुनुहुन्न उम्मेदवार अहिले पनि अब जस्तै आउने चुनावमा मै उड्छु पनि भन्ने त एउटा हुँदैन नि त फिक्स हुँदैन नि त केही कुरा पनि मैले अहिले पछिको भविष्यको कुरा त मैले अहिले बोलेर दाबी गरेर भोलि म झुटा त हुन चाहदिनँ मैले त्यसरी अहिले जे पाए त्यो बोल्न मिल्दैन नि हैन यहाँलाई चाहिँ अब कसरी जस्तो विश्वास के कसरी गर्छन् जस्तो अहिले केही दलहरूले अब समानुपातिक काम गर्नलाई त महिनै छैन 3-4 महिनामा के काम गर्नुहुन्छ 3-4 महिना छ फागुनमा चुनाव छ के काम गरेर देखाउनु मैले काम गरिरहेको छु नि सर हेर्नु भएको छ हैन समाजमा त गर्नु भएको छ तपाईलाई त पत्याउला नि तर तपाईसँग गएकालाई हैन मलाई पत्याउँछन् भनेर मैले त्यो दाबी गर्दिन म कोही पनि होइन मैले आउने दिनमा गर्छु म र मैले आउने चुनावकै लागि गर्छु भन्दिनँ म सधैँभरि गर्छु नमरुन्जेल गर्छु अहिले त होडबाजी के चलाएको छ भने अब फागुनमा चुनाव छ गइहालौँ न एउटा दल दर्ता गरौँ एक सिट आए पनि ठिक छ भन्ने किसिमको छ त्यसैमा ऋषि दाइले पहिले जानुस् न त म मेरो पछाडिबाट ब्याक सपोर्ट छ म एउटा कुरा के भन्न चाहन्छु भने म धेरै बोल्दिनँ हैन मैले त्यो धेरै नेताको जस्तो भाषण गर्न म चाहदिनँ मैले आउने दिनमा म काम गर्दै जान्छु काम भनेको यो त्यो भन्ने हुँदैन हेरौँ कस्तो हुन्छ के हुन्छ गर्दै जानुपर्छ र अब पार्टीले एउटा नीति बनाएको छ एउटा सबै कुरा अब भर्खर त हामी बाहिर निर्वाचन आयोगको बाहिर आएको छौँ तपाईले के अपेक्षा राख्नु भएको छ मसँग मैले तपाईलाई अहिले के गरेर देखाउनु पर्यो हैन भिजन 1 2 3 भिजन नेतामा भिजन हुनुपर्छ नेतृत्वमा कहिले पनि भिजन हुनुपर्छ भनिरहेको छु शिक्षा स्वास्थ्य महिला म आफै महिला भएको कारणले महिलाको लागि के हुन्छ मैले हरेक तपाईलाई अस्ति गएको वर्ष पनि पाठेघरको मुखको क्यान्सरको जिल्लामा कुन्दैमै हो मिडियामा आउनु नआउनु मलाई थाहा छैन मैले एलिजा फाउन्डेसनले हरेक सुत्केरी महिला तेह्रथुममा हुने सुत्केरी महिलाहरूलाई के गर्नुपर्छ कस्तो गर्नुपर्छ मैले एम्बुलेन्स ठाउँमा पुर्याएको छु अब मैले के गर्नु पर्यो लु भन्नु तपाईहरुको चुनाव चिन्ह भन्नु अब अहिले गर्ने बेला छ तपाईले अहिलेसम्म के गर्नु भएको जस्तो लाग्छ मैले त केही गर्नु भएन हैन उहाँ प्रश्न गरिरहेछु त्यही प्रश्न प्रधानमन्त्री हुनु भएको कति भयो 2 महिना पुरा भयो अनि उहाँले के गर्नु भयो तपाईहरुको चुनाव चिन्ह चाहिँ के उहाँले जसलाई ड्याङटी गोली हानेर मारिएको छ नेपाली नागरिक जो मरेका छन् तिनलाई कानुनी कठघरेमा ल्याउनु पर्छ मलाई भर्खर निर्वाचन हैन हाम्रो प्रश्न उहाँलाई तपाईले मलाई कति ठुलो क्वेशन गर्नु भयो के तपाईले के गर्नुभयो तपाईले देशलाई कहाँ पुर्याउनु भयो जस्तो कुरा गर्नुहुन्छ होइन भने भिजन 1 2 3 भिजन हुन्छ नि नेता भइसकेपछि शिक्षा स्वास्थ्य भ्रष्टाचारको अन्त्य यो तीनटा म गर्न गइरहेको छु गरि पनि रहेको छु भ्रष्टाचार अन्त्य हुन्छ सकिन्छ गर्न सकिन्छ आज राति नै गरेर देखाउनु पर्छ र मैले हैन त्यसका लागि त तपाईले मलाई कसरी पेलिरहनु जस्तो थाहा छ तपाईलाई आज राति नै तपाईले अहिले तत्काल के गर्छ भनेर जस्तो भिजन भने भिजन अनि तपाईले 1 2 3 मलाई तपाईले आजै देखाउनु शिक्षा स्वास्थ्य सबै गरेर यस्तो मेरो भिजन भनेको मैले त अहिले भनिरहेको छु जनताले बुझिरहेको छ सुनिरहेको छ भ्रष्टाचार अन्त्य र जनादेश पार्टी नेपाल भर्खर अहिले निर्वाचन आयोगमा उभिएको छ आज र तपाईले मलाई यसरी पेल्न त मिल्दैन होला नि त भनेपछि एलिजा गौतमले कलाकारले सुन्नुस् न मेरो कुरा तपाईले कलाकारले छोडेर राजनीति गर्ने हो ट्याक्कै
मैले कलाकारिता छोडेको कति भयो? मैले गर्नुहुन्छ बेला बेलामा आइरहन्छ भिडियोहरू। मैले 4-5 वर्ष भयो म प्राइम टेलिभिजनको डिरेक्टर भएर उपाध्यक्ष भएर त्यहाँ काम गरेँ। अनि यो चुनाव चिन्ह दाबी चाहिँ के हो भनिदिनुहोस् न ठ्याक्कै। माइक हो। पत्रकारको लागि धेरै राम्रो काम हुने भयो त है। पत्रकारको लागि त यो माइक नै हो स्योर हो। जनादेश पार्टी नेपाल जनताको लागि हो। देशको माइक नै हो नि, माइक नै हो। बुलन्द आवाज। अनि पत्रकारले मात्रै यो क्वेसन चाहिँ नगर्नु होला। अहिले देश बन्छ भन्ने लाग्छ भने पुरानो दलका पार्टी नेतालाई गएर सोध्नु। यसैबाट नि आवाज उठाई देश बनाउने हो। यो हाम्रो पार्टी हो साथी हो ल। एउटा ज्यान हाम्रो 15 लाख 10 लाखको त होइन नि। त्यो छोरा फेरि आमाको आउँदैन नि। अनि अर्को चाहिँ नि अब आफ्नो कार्यव्यस्तता होला अन्तिम प्रश्नतिर जाउँ हामी। यो जेनजी मुभमेन्ट पछाडि यति धेरै नयाँ दलहरू दर्ता भइसक्यो। अब झन् चुनाव घोषणा भइसके पछाडि त निर्वाचन आयोगमा आउने भने हरेक दिन कोही न कोही दल दर्ता गर्ने, पार्टी दर्ता गर्ने, के गर्ने र आफ्ना सबैका उद्देश्य भनेका जेनजी मुभमेन्टपछि जेनजीहरूले जे माग उठाए त्यही हाम्रो पनि माग हो, त्यही समर्थन हो भन्दै आउनुहुन्छ। देशमा विशिष्ट स्थानमा काम गरेका व्यक्तित्वहरूदेखि कलाकारिता क्षेत्रमा भएका व्यक्तित्वहरू सबै अहिले राजनीतिक माहौलमा होमिने भएको छैन। ती पार्टीभन्दा भिन्न के छ? त्यो राम्रो कुरा हो नि आउनु भनेको त। किनकि देशको लागि के गर्छु म, एउटा ठाउँ बनाएर एउटा स्थापना गरेर म केही गर्छु, एउटा टिम अप गर्छु भनेको त राम्रो हो। नयाँ पार्टी खोल्नु एकदम एउटा हौसलापूर्ण आउनु भनेको त होइन, काम गर्नु पर्यो। मैले भनिरहेको छु बोल्नुभन्दा पनि तपाईँले अहिले प्रश्न यो धेरै छोटो गरेको राम्रो। काम हेर्नुहोस् न अब आउने दिनमा यो बोलेर भाषण गरेर राम्रो टुक्का हानेर उखान टुक्का हानेर त हुँदैन नि त। काम गर्छौँ आउने दिनमा। अनि तपाईँलाई थाहा हुन्छ किनकि यो अहिले धेरै लामो कुरा गरेर मिठा कुरा गरेर म यस्तो गर्छु म त्यस्तो गर्छु भन्नु त बेकार हो। काम गर्दै जाऊँ, हेर्दै गर्नुहुन्छ। अब त्यसो भए अन्य कुरा चाहिँ के भने पार्टीहरू त दर्ता दैनिक भइ पनि रहेछन्, प्रक्रियामा पनि छन्। तर हाम्रो जनादेश पार्टी नेपाल तर एउटा जेएनजीको जुन आन्दोलनबाट उब्जिएका प्रश्नहरूको त्यसलाई संस्थागत गर्नको लागि र हामी विभिन्न अभियानबाट जस्तै सहकारी पीडित महाआन्दोलन, लघुवित्त पीडित, मिटर ब्याज पीडित, भुटानी शरणार्थीको नाममा बेचिएका परिवारहरूको पीडा, द्वन्द्व पीडित पूर्व सुरक्षा कर्मी परिषदको त म आफै घाइते, म आफै संरक्षक छु। त्यस्तै उखु किसानदेखि लिएर यो पीडामा रहेका नेपाली दाजुभाइ वैदेशिक रोजगारमा ठगिएकाहरूको त्यो पीडा लिएर त्यसको चाहिँ जुन हाम्रो त्यसलाई संस्थागत रूपमा सरकारलाई बारम्बार घचघचाइरहने र हामीले सरकार बनाएर सम्पूर्ण चाहिँ निर्वाचनमा सरकार यी सम्पूर्ण पीडाहरूको समाधान गर्ने उद्देश्य सहित हाम्रो पार्टी चाहिँ खडा भएको। अरू पार्टीको सन्दर्भमा पनि उनीहरूले पनि मुद्दाको आधारित राजनीति गर्ने हिसाबले आउन चाहनु भने हामीसँग सानातिना जति पार्टी पनि अब हामी उच्च स्तरीय राजनीतिक संवाद समिति बनाएर हामी सम्पूर्ण साना दलहरूसँग वार्ता गर्दैछौँ। त्यसमा हामी 7 सदस्यीय वार्ता टिम बन्दैछ। हाम्रो चाहिँ अहिले चाहिँ संयोजकको अध्यक्षमा त्यसमा हाम्रो एलिजा म्याम, म लगायत हाम्रो चाहिँ हाम्रो शहीद परिवारबाट चाहिँ हाम्रो गणेश चौलागा जी, त्यस्तै घाइतेबाट मदन कार्की र जेनजी अगुवाबाट चाहिँ हाम्रो विप्लवी आचार्य विप्लवी न्यौपाने हामी भएर चाहिँ यी सम्पूर्ण शक्तिहरूसँग वार्ता गरेर हामी एउटा ठुलो शक्ति बनाउने हामीले परिकल्पना गरेका छौँ। भन्दा पनि समाजसेवा गर्छौँ हामी। राजनीतिक भन्दा पनि राजनीतिक अर्थ पनि ननिकालौँ जस्तो लाग्छ मलाई चाहिँ। किनकि धेरै फोहोरी राजनीतिक देखेर जनताहरू धेरै फ्रस्ट्रेट भइसक्नु भएको छ होइन, वाक्क दिक्क भएको छ। गर्ने हो नि, जनताको सेवा गर्ने भनेर आएका हौँ। जनताको सेवा राजनीतिक दल पार्टीको काम त नीति बनाउने होला, नीतिलाई कार्यान्वयन गर्ने होला। समाजसेवा गर्नलाई त एनजिओ आइएनजिओ दर्ता गरे भइहाल्थ्यो नि। जनताको सेवा गर्ने भनेर त आएका हुने होइन र जनताको घाउमा मलम लगाउने भनेर आएका हुँ नि त हामी त। त्यसको दुई पाटो छ। जस्तै संसदमा जो जान्छ त्यसले कानुन बनाउने काम गर्छ राजनीतिक पार्टीको। जस्तै यहाँ चाहिँ सबै ठेकदारहरू नै संसद भएर त्यो पहिला खर्च गरेको उठाउन मात्रै गइरहेछन्। तर हाम्रो पार्टीले यस्तो परिकल्पना गर्दछ कि जो सांसद निर्वाचित हुन्छ त्यसले चाहिँ कानुन बनाउने काम गर्छ र हाम्रो विज्ञ समूहलाई चाहिँ हामी सरकारमा लिएर जाने हामी त्यस्तो परिबन्ध गर्दछौँ। र उहाँ एलिजाजीले भनेको जस्तो समाजसेवा नै पहिला राजनीतिको एउटा अङ्ग हो। त्यसले समाजसेवा मार्फत नै जनताको घर घरमा पुग्छ। धेरै भएर त जेएनजीको परिवर्तन आयो त। राजनीति धेरै भएर धेरै भ्रष्टाचार भएर त्यही अन्त्य गरौँ भनेर हामी आएका छौँ त आज।
अनि तपाईँ कसरी राजनीति भनेको समाजसेवा होइन भन्नुहुन्छ? मैले होइन भनेको होइन, समाजसेवा मात्रै गर्ने उद्देश्य थियो भने त किन चाहिँ दल दर्ता गराउनु पर्थ्यो भनेको। समाजसेवा सहितको राजनीति गरेर देशमा चाहिँ एउटा कानुन बनाएर यो भ्रष्टाचारीहरूलाई पाटा फर्काउने हो। तपाईँहरूको पार्टीले चाहिँ कति सिट ल्याउला त यो चुनावमा, के चाहन्छ? साधारण बहुमत दिन्छ सजिलैसँग। यो कुरा क्वेसन नगरेको राम्रो, किन भन्नु न, कति सिट पाइन्छ, कतिवटा भोट पाइन्छ, कतिवटा कुर्सी पाइन्छ भनेर आएको होइन, यो क्वेसन चाहिँ नगर्नु। भन्नुको मतलब तपाईँसँग जनता कति छन्, कति चाहिँ मत पाउने अपेक्षा छ, किनकि तपाईँ जनाधार के छ भन्ने कुरा एउटा कुरा मिडियाको पनि ठुलो हात हुन्छ सर यो कुरामा चाहिँ। म के भन्छु भने तपाईँको हेडलाइनले हामीले बोलेका कुरा काटेकाले होइन राम्रो राम्रो कुराहरू चाहिँ राखेर जनतालाई चाहिँ राम्रो राम्रो पोजिटिभ दिनुहोस् क्या। किनकि अहिले नै तपाईँले कतिवटा सिट पाइन्छ, कतिवटा कुर्सी पाइन्छ नभनौँ, किनकि भर्खर निर्वाचन आयोग आएका छौँ। जस्तो अन्य दलहरूले हामी यति 2-3 ल्याउँछौँ भन्छन्, त्यो हामी भन्दैनौँ है, त्यो चाहिँ हामी भन्दैनौँ। यसको क्ल्यारिफिकेसन म दिन्छु है। सो हामी चाहिँ आज एउटा पार्टी दर्ता गर्ने हिसाबले चाहिँ हिजो गऱ्यो, आज एउटा शनाखतको प्रक्रियाको लागि आएका छौँ। सर्वप्रथम हामी चाहिँ यति सिट जित्छौँ, बहुमत ल्याउँछौँ, यति ल्याउँछौँ भन्ने भन्दा नि पहिला हामी जनतासँग जोडिन्छौँ, जनताको मुद्दा उठाउँछौँ, काम गर्छौँ। अभियसली राजनीतिक पार्टी खोलिसकेपछि चुनावमा चाहिँ जाने भन्ने कुरा डिसिजन त्यो चुनावको टाइममा लिइन्छ। तर सर्वप्रथम अहिले जुन चाहिँ विकृति र विसङ्गति जस्तो जुन छ त्यो मुद्दा लिएर हामी जनताको गाउँ गाउँ समाज टोल हरेकमा छिर्छौँ। त्यहाँ छिरिसकेपछि पहिला सेवामा लाग्छौँ, जनतालाई हामीसँग जोडाउँछौँ, त्यसपछि चाहिँ अनि त्यो चाहिँ म्यान्डेट त्यस चुनावको बेलामा अहिले नि तोक्नु गलत हो। भिजन यस्तो छ, भिजन भनेको त हामी काम गर्दै जान्छौँ नि, अनि थाहा हुन्छ। किनकि अहिले तपाईँलाई ठुल्ठुला कुरा गरेर हामी सबै सिटै लिएर हामी कब्जा गरेर बस्छौँ भन्नु गलत हो। यो पार्टीमा ऋषि धमलाको आगमन भूमिका हुन्छ। तपाईँ जस्तै हो, उहाँ पत्रकार हुनुहुन्छ, तपाईँ जुन पत्रकार हुनुहुन्छ उहाँ पत्रकार हो, उहाँले आफ्नो ठाउँबाट तपाईँहरू आउनुभएको छ नि, यो पनि सपोर्टै हो। ऋषि सर पनि त्यही हो, उहाँले आफ्नो प्राइम टेलिभिजनको अध्यक्ष हुनुहुन्छ, उहाँले हामीले एज अ पत्रकार सपोर्ट गर्नुहुन्छ, माया गर्नुहुन्छ, तपाईँहरूले पनि गर्नुपर्छ र गर्नुहुन्छ, हामीलाई थाहा छ। भनेको अध्यक्ष तपाईँ हुनुहुन्थ्यो, अहिले अब ऋषि दाई अध्यक्ष हुनुभयो, तपाईँ यता पार्टीमा के हुनुभयो तपाईँ चाहिँ? हाम्रो वरियतामा 3 नम्बरमा हुनुहुन्छ। अहिले हामीले संयोजक तोकेका छौँ उहाँलाई, र उहाँले चाहिँ हाम्रो पार्टीको जुन एउटा लिबरल डेमोक्रेसी सहितको हामी चाहिँ डेभलपमेन्ट, चुस्त डेलिभरी र जुन जस्तै सशक्तिकरणको आवाज उठाउँछौँ। अध्यक्ष पनि संयोजक पनि होइन, अहिले संयोजकको रूपमा हामीले चाहिँ हाम्रो रमण कर्णजीलाई लिएर गएको छौँ। म पार्टीको राम्रो मुख्य भूमिकामा छु होइन, र त्यसमा आउने दिनमा थाहा हुन्छ। आज भर्खर निर्वाचन आयोग आएको छौँ, जे होस् सम्झिनुहोस् म राम्रो एउटा मुख्य भूमिकामा छु, पदमा छु, र आउने दिनमा महिला सशक्तिकरण, बालबच्चा, शिक्षा, स्वास्थ्य राम्रो। किनकि राजनीतिक भन्दैमा म धेरै लामो भाषण गर्दिनँ, किनकि नेता भन्दैमा धेरै भाषण गरेर ठुल्ठुला कुरा गर्नुभन्दा पनि काम गरेर देखाउँछु। आउने दिनमा मेरो पनि भिजन, मेरो पनि एजेन्डा छ होइन। आज भर्खर निर्वाचन आयोग आएको छौँ, तपाईँहरू सबैजनाको साथ सपोर्ट सहयोग सरसल्लाह दिनुहोला, माया गर्नुहोला, र आउने दिनमा कामले बताउँछ। मिठा मिठा गफ गरेर भन्दा पनि काम गर्छु, र काम गर्दै गएपछि थाहा हुन्छ के कस्तो हुन्छ भनेर। जस्तो एलिनाजी एउटा प्रश्न, तपाईँको हिजोका दिनमा जसरी रेशम चौधरीलाई निकाल्ने विषयमा यहाँले आगो बाल्छु भन्ने एउटा शब्द निकै भाइरल भएको थियो, उहाँ बाहिर निस्किनु भयो। उहाँ केही दिन अगाडि आज मात्रै उहाँले नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता गरेर जानुभएको छ। उहाँसँग जोडिन किन नसक्या? जब उहाँ जेलमा हुनुहुन्थ्यो तपाईँले निकाल्छु भनेर लागिरहनु भएको थियो। धेरै राम्रो काम गर्न मन लागेको थियो र मलाई केही कुराहरू राम्रो लागेको थिएन, र म आज यहाँ छु। त्यही भएर विगतका कुरा नकोट्याएकै राम्रो जस्तो लाग्छ मलाई होइन। आउने दिन हेरौँ न, किन पास्टमा जानु? पार्टी कति च्याउँछरी पार्टी भन्दा जसलाई हिजोका दिनमा विश्वास गरिएको थियो, अब जाउन सँगै काम गर्छ त्यसलाई फोकस गर्नुहोस् न। अब आउने दिनमा म राम्रो काम गर्दै जान्छु, मलाई फोकस गर्नु होला, मैले गरेका कामलाई हेर्नु होला होइन। विगतका कुरा घाउ कोट्याउनु भन्दा पनि काम गर्ने समय वातावरण बनाउनु हो। यस्तै कुराहरू चाहिँ प्रश्नहरू नउठाउनु, आउने दिनमा पनि नउठाउनु। हिजो बोलेका कुरा त आइहाल्छन् नि, आए पनि आउने दिनलाई फोकस गर्नु। आगो बाल्छु भन्ने आज बाहिर यस्तो छ सर, एउटा यो हाम्रो जनादेश पार्टी 5-10 वर्ष अगाडिको कुरा जेनजीले उठाएको मुद्दाहरू संस्थागत गर्नको लागि यो पुरानो सामन्तवाद र जानिया शासनले जुन किसिमले संस्थागत रूपमा देशलाई भ्रष्टीकरण गरेको थियो, त्यो रोकेर कुशासन र भ्रष्टाचारलाई हटाएर जेएनजी शहीदहरूको माग र यो जुन घाइतेहरूको मागलाई सम्बोधन गर्नको लागि नै यो जनादेश पार्टी गठन गरिएको हो। र यो जनादेश पार्टी चाहिँ अब तनत रूपमा चाहिँ जेएनजीले उठाएको मुद्दा, यी सारा जेएनजी भाइ बहिनी जुन विभिन्न चाहिँ आफ्नो आफ्नो ग्रुपमा छन्, तिनलाई हामी एकत्रित गरेर चाहिँ हामी अगाडि बढेर चाहिँ यो जेएनजीकै
पार्टी हुनेछ र यो जेएनजीको पार्टीको एक किसिमले एउटा नेतृत्व हाम्रो एलिजा गौतम पनि हुनुहुन्छ। 175वटैमा तपाईँको उम्मेदवार हुनेछ कि? यस्तो छ, यसको लागि के छ भने पुराना जुन शक्तिहरू नेपाली काङ्ग्रेस, नेकपा एमाले, छेपारोधारी जुन कम्युनिस्टहरूको जुन समूह अहिले नेपाली कम्युनिस्ट नामक पार्टीमा भएको छ, यो तिनटालाई नै पार्ने, यो तिनटासँगै च्यालेन्ज गर्ने हाम्रो नयाँ शक्तिहरूसँग, हाम्रो जति पनि नयाँ वैचारिक शक्तिहरूसँग हामीहरूको चाहिँ भविष्यमा गएर मोर्चा बन्न सक्ने छ र त्यसैको आधारमा हामी 165 सिटमै हाम्रो पार्टी मात्रै लड्छ भन्ने छैन। हामी त्यसरी चुनावी समीकरण गरेर मोर्चाबाट पनि अगाडि जान सक्छौँ, मिलेर अगाडि बढ्छ। भनेको अब यो पार्टी फुट्छ फुट्दैन, अहिले त यहाँ फुट्ने र अहिले यस्तो छ, यसमा म क्लियरिफाई गरिदिन्छु। पार्टी फुट्ने भन्दा नि पहिला के छ भने हामी अहिले योद्धा हौ है, पार्टी हाम्रो घर हो। हामी अहिले सिर्फ समाजको कस्तो क्वेसन गर्नुहुन्छ? तपाईँ निर्वाचन आयोगमा उभिनु भएको छ, भर्खर पार्टी दर्ता हुँदैछ, अनि तपाईँका क्वेसन कस्तो आउँदैछन्? विगतमा त्यस्तो कुरा हामी चाहिँ अब सर एउटा किशोरजी, हामी चाहिँ के गर्दैछौँ भने उभिनु भएको छ, भर्खर सिग्नेचर हानेर बाहिर निस्केका छन्। यस्तो गलत क्वेसन नगर्नु। मलाई चाहिँ एकदम पोजिटिभ कुरा गर्न मन लाग्छ, राम्रो काम गर्न मन लाग्छ। राजनीति भन्दैमा राजनीति गरेर उथलपुथल गरेर फुट्ने टुट्ने होइन, मिलेर अगाडि बढ्नुपर्छ, राम्रो काम गर्नुपर्छ। शिक्षा स्वास्थ्यलाई फोकस गरेको छौँ हामीले, गाउँ गाउँ घर घरमा दैलो दैलोमा पुग्छौँ, राम्रो काम गर्छौँ। र अहिलेको यो उसमा यस्ता नराम्रा नकारात्मक कुरा नल्याउनुहोस् र नराम्रा क्वेसन नगर्नुहोस्, मिलेर अगाडि बढ्नुपर्छ। सचेतना पनि हो, तपाईँहरू मिलेर जानुहोस्, नफुट्नुहोस् भनेर आज तपाईँ क्वेसनै त्यस्तो गर्नुहुन्छ। भोलि कम्तीमा तपाईँहरूलाई यहीँबाट सचेतना होस्, आज दर्ता गरौँ, भोलिबाट फुट्छन् नेपाल। सुरुवातमा यस्तो कुरा नगर्नुहोस्, आउनुहोस् न, अब पछि पछि बिस्तारै क्वेसन ल्याउनुहोस्। यस्तो तपाईँ निर्वाचन आयोगको अगाडि बसेर फुट्ने टुट्ने कुरा नगर्नुहोस्। सर, हामीले त्यसको लागि उच्च स्तरीय राजनैतिक संवाद समिति बनाउँछौँ हामी भोलि नै। यस्तो छ, यस्तो छ, उहाँ अहिलेको गृहमन्त्री अहिले आउन मिल्दैन, यो चुनावको अभिभार उहाँको जिम्मा छ। यो चुनाव सकिएपछि हाम्रो पार्टीमा उहाँ आउनुहुन्छ। मिराज ढुङ्गा मैले आज बिहान मात्रै पुरुषोत्तम यादवसँग वार्ता गरेर हामीले उहाँलाई पनि हाम्रो पार्टीमा आउनको लागि निमन्त्रणा गरेको छौँ। त्यसको साथसाथै हाम्रो सबै जेएनजीका अगुवाहरूसँग कुरा भइरहेको छ र हामीले यसलाई अफिसियली उच्च स्तरीय राजनीतिक संवाद समिति गठन गरेर त्यो मार्फत सम्पूर्ण युवाहरू तथा अन्य सम्पूर्ण साना राजनीतिक पार्टी लगायत स्वतन्त्र व्यक्तिहरूसँग हामीले उच्च स्तरीय राजनीतिक वार्ता गरेछौँ। त्यसैको आधारमा हामी एकजुट भएर जानेछौँ।